यो तपाईहरुले देखिरहनु भएको चाहिँ पिँडालु। हामी चाहिँ पिँडालु भन्छौँ, तपाईहरुतिर के भनिन्छ? अनि यसको पातलाई चाहिँ गाभा भन्छ। आज मलाई गाभा खान मन लाग्यो। कर्कल्लो पनि भन्छ, गाभा पनि भन्छ। अनि कलिलो कलिलो पात मात्रै टिपे तर पातहरु सबै छिपिसकेको रहेछ के। खास चाहिँ यो तल तलको मुना पलाएको हुन्छ नि त, बटारिएको भर्खर आएको हो, त्यस्तो चाहिँ खानुपर्ने हो। धेरै छैन रहेछ। अनि एक छाक मात्रै पुगिन्छ कि भनेर मैले खोज्दैछु। तर मैले नबुझेको कुरा यो टिप्दाखेरि मेरो हात पुरै रातो भयो। मेहन्दी लगाएको जस्तो। किन होला यसको चोप चाहिँ यस्तो कलर आउँदो रहेछ। अनि एउटा चिप्ले भिन्डी पनि फलिरहेको रहेछ। अनि यसलाई पनि किन छिपिन दिनु, यसमा हाले पनि अझै मिठो हुन्छ भनेर मैले टिपेर लिएर आएँ त्यो पनि। त्यसपछि बोडी भिजाएर राखेको थियो। बोडी र यसको पात राम्ररी धोएर मैले यसमा थोरै नुन, बेसार अनि सुकेको खुर्सानीको धुलो राखेर सिटी लगाइदिएँ कुकरमा। यसमा 4-5 सिटी लगाएपछि यस्तो भयो यो पाकेर। अनि यसलाई मजाले घोलेर थोरै पानी राखेर घोलेर अनि यसलाई छान्नुपर्छ। थोरै लसुन अनि त्यसपछाडि टमाटर पनि राख्यो मिठो लाग्छ मलाई। खुर्सानी, लसुन, प्याज, थोरै जिरा पड्काएर यसलाई झानेर बनाएँ मैले। तपाईहरुले कसरी बनाउनुहुन्छ? सानो बेलामा यो कर्कल्लो पकायो भने एकदमै रुन मन लाग्थ्यो। अहिले चाहिँ मलाई कहिले कहिले खाउँ जस्तो लाग्छ अनि त्यही भएर मैले आज पकाएर खाएँ। एकदमै मिठो टेस्टी भएको थियो। तपाईहरु पनि बनाएर खानु ल। आजको मेरो छोटो मिठो मिनी ब्लग कस्तो लाग्यो? भिडियो राम्रो लागेको भए लाइक कमेन्ट गर्न नबिर्सनु होला। ओके, बाइ बाइ।